नमस्कार। आज मैले फेरि श्रीमद् भगवत गीताको प्रथम अध्यायको 6औं श्लोक लिएर आएको छु, जसको उच्चारण हुन्छ युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा। यस श्लोकमा भन्न खोजेको चाहिँ के हो भन्दाखेरि युधामन्यु भनेको एउटा महारथीको नाम हो, योद्धाको नाम हो। युधामन्यु श्लोकमा भनेअनुसार म क्रमैले अर्थ लगाउँदछु। युधामन्यु युधामन्यु च भनेको चाहिँ तथा भनेको, विक्रान्त भनेको पराक्रमी एकदम बलवान भनेको, उत्तमौजा भनेको उत्तमौजा पनि एउटा महारथीको नाम हो। च भनेको र, वीर्यवान भनेको अत्यन्तै शक्तिशाली, सौभद्र भनेको सुभद्राको छोरो, त्यही भएर सौभद्र है। द्रौपदेया भनेको द्रौपदीको छोरा, च भनेको एवं, सर्वे भनेको सबै, एव भनेको निश्चय नै, महारथाः भनेको महारथी। अब यस श्लोकमा भन्न खोजेको मेन कुरा चाहिँ म हजुरलाई भन्न गइरहेको छु। यस श्लोकमा के भन्न खोजेको छ भन्दाखेरि त्यहाँ यानि कि युद्ध मैदानमा सञ्जयले धृतराष्ट्रलाई भनेको कुरा हो यो होइन। त्यहाँ यानि कि युद्ध मैदानमा पराक्रमी युधामन्यु, अत्यन्त शक्तिशाली उत्तमौजा सुभद्राको छोरो र द्रौपदीका छोराहरू छन्। यी सबै योद्धाहरू महारथी हुन् भनेर चाहिँ सञ्जयले धृतराष्ट्रलाई भनेका छन्। धन्यवाद। राधे राधे।